Hello. So this is Natham College. आजको हामी स्कुल आइसकेका छौँ। हाम्रो पाठशाला। गुड मर्निङ। अहिले हामी चाहिँ नाथम। मैले स्पेसली यहाँ के देखाउन खोजेँ भन्दाखेरि रवि शमशेर चौतारा यो चाहिँ तपाईँको रवि शमशेर भनेपछि त राजाको नामबाट चाहिँ यो छ एउटा चौतारा छ। यो चाहिँ अब म देखाउँछु। भेरी ब्युटिफुल प्लेस। यहाँको एटमोस्फियर चाहिँ दामी छ क्या। सो म चाहिँ आजको मिनी भ्लग बनाउँछु है त देखाउँछु। नाथम NATHCM। So this is very म चाहिँ नेपाल एकाडेमी अफ टुरिज्म एन्ड होटल एन्ड माउन्टेनियरिङ। अहिले चाहिँ माउन्टेनियरिङ एड भएको छ। यसरी गेटको चाहिँ So, good morning from Natham. Good morning. Hello guys. के छ? हेलो दाजु नमस्ते। उहाँ चाहिँ हाम्रो यही नाथामको सेक्युरिटी दाजु हुनुहुन्छ। यस्तो दामी जग्गा अर्गनाइज छ क्या त। गार्डनहरू यस्तरी स्पेस कलेज यहाँ चाहिँ दामी छ क्या त। गोल्डन जुब्ली भनेको 50 इयर्स भनेको नट अ जोक। र यता चाहिँ यो ल्याम्पले चाहिँ झन् दामी एट्र्याक्सन थपिदिएको छ। र यता चाहिँ बास्केटबल एन्ड वाल क्लाइम्बिङ। नेपाल एकाडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नाथम रवि भवन काठमाडौँ। सो यो पछाडि हेर्दाखेरि के जस्तो लाग्छ? हेर्दाखेरि त सिंहदरबार जस्तो देखिन्छ नि है। तर यो चाहिँ कलेज हो क्या। बबाल स्ट्रक्चरै दरबार टाइपको देखिन्छ क्या। यस्तो दामी छ क्या। चाहिँ के हो थाहा भएन। अब यो पनि युजमा आउला कि किनभने यहाँ नयाँ माउन्टेनियरिङ पनि थपिएको छ। अब अहिले म चाहिँ एडमिनिस्ट्रेटिभ बिल्डिङतिर लैजान्छु। यो फ्लावरले सबसे ब्युटी एड गरेको यसले हो क्या मलाई। र नमस्ते फ्रम नाथम। र नाथमको अहिले गार्डनमा यो एडमिनिस्ट्रेटिभ बिल्डिङको गार्डन निकै नै सुन्दर छ। र मलाई दामी द गार्डन्स र यो ल्याम्प अर्कै खालको रिसोर्टवाला भाइब दिने। सो क्यान्टिनको इन्भाइरोमेन्टमा देखाइदिन्छु सर्ट। नाथामको क्यान्टिनको हाम्रो चिया आयो। पार्लियामेन्ट अफ TV5 पार्लियामेन्ट ग्रुप डिस्कसन। Hello.
Hello. Yeah. क्यान्टिन बाहिरको बस्ने ठाउँ कस्तो दामी छ जता हेऱ्यो त्यतै इन्भाइरोमेन्ट दामी छ क्या यताको सबतिरको इन्भाइरोमेन्ट दामी छ क्या यस आई एम इन लभ विथ दिस इन्भाइरोमेन्ट We can see a beautiful people here. Hi. Hi. Hello. So हाम्रो यो चाहिँ TV4 हेलो नमस्ते सबैजनालाई सिके राइज मेरो ज्ञानी भाइ के छ दाइ सो बटालियन अफ TV5 राष्ट्रिय सभा है यो चाहिँ माई ब्युटिफुल सिस्टर गर्मी भयो गर्मी दाजु गुड मर्निङ क्लास सुनाइसक्नु मैले बबाल देखि नि त होइन त्यो तपाईँले फोटोमा देखाउनु नि यही जस्तो छ नि त हो सर अनि हेड टच हेर्नु त त्यो बेलाको पुरै छालाको है यो पोखरातिर गदाको टाउकोमा लाग्छ छैन त हेड टर्च यो कति साल अगाडिको सर त्यो एडमन्ड हिलारी कति हेड वाउ हजुर छोइदिइहालौँ त छुन पाइन्न सर यस्तो चिज देखाइदिनु भयो हेलमेट लाउनु पर्छ अनि हेलमेट नलाएसम्म तपाईँ सेफ्टी छैन भन्ने कुरा महसुस हुन्छ नम्बर 2 मा के हो त हार्नेस है क्लाइम्बिङ हार्नेस अथवा बडी हार्नेस अथवा वेस्ट हार्नेस यो चाहिँ तपाईँको ज्यानलाई तान्ने हो यो लगाएर मात्रै तपाईँले एडभेन्चर गर्न सकिन्छ यो हो एडभेन्चर अनि नम्बर 3 मा के हो त क्लाइम्बिङ रोप है तपाईँको हेलमेट हार्नेस एन्ड रोप 3 रुलभित्र त्यो सेफ्टी बेल्ट होइन भन्ने सर हार्नेस भन्छ हार्नेस क्लाइम्बिङ हार्नेस भनेर भन्छ climbing harness. अनि मात्रै तपाईँले यो रेस्ट अफ द इक्विपमेन्ट यु हेभ टु सिलेक्टेड यु हेभ टु युज त्यो चाहिँ अब स्किल हुनुपर्छ अनि डोरी पनि हिमालमा 2 प्रकारको मात्रै डोरी हुन्छ नो मोर रोप है क्वालिटी हुन्छ यसको म अब भोलि तपाईँलाई सेकेन्ड क्लासमा अलिकति क्लियर गर्छु डाइनामिक रोप भन्छ यो स्ट्याटिक रोप हुन्छ अनि यसको सबै नेटिङदेखि लिएर स्टोरिङदेखि लिएर युजिङ आवरदेखि सबै कुरा फरक हुन्छ तब आफूले हिँड्नुहोस् I will let you free. यो अब भोलि आउँछ सबै म तपाईँलाई कुनै बाँकी राख्नु सबै आज सोकेस मात्रै हो ईदबाट सरले रिसेन्टली चाहिँ कति वर्ष अगाडि माउन्टेन चढ्नु भएको छ सर 15 वर्ष अगाडि धेरै कुरा गर्नै पाएन स्लो
युट्युब बनाउने हो सर्ट आजको चाहिँ सर्ट तपाईँको त एउटा डकुमेन्ट्री नै बनाउनु पर्ने जस्तो स्टोरी रहेछ है युआर सो ग्रेट हेलो गाइस म चाहिँ सुजाता बनमाला दाईको साथी हो हाम्रो दाई चाहिँ सबै चित्रकार पत्रकार अनि भिडियोकार सबै थ्याङ्क यू लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु र छिटो 100K पुऱ्याइदिनु दाईलाई अहिले हामी कहाँ छौँ गऱ्यो बहिनी यो हाम्रो कलेज यस हाम्रो एभरेस्ट रिजनको साथी हुनुहुन्छ उहाँ हाम्रो हेलो भोलि एभरेस्ट जाँदाखेरि मलाई सम्झिन सक्नुहुन्छ यहाँ चाहिँ टु ब्युटिफुल पिपल हेलो हाम्रो सिआर हुनुहुन्छ हाम्रो बस ब्युटिफुल सिआर भेरी कसैलाई टुर गाइडको आवश्यकता छ भने कृपया सम्पर्क गर्नुहोला नाम भन्नु पर्यो अस्ति फेस्ट भएको थियो त पनि यस हेलो हेलो सबैजनालाई TV1 हो TV3 हो ओके द क्लास तर सबैजना एब्सेन्ट हेलो सर नमस्ते यहाँ अहिले चाहिँ ब्रेक भएको भएर अहिले चाहिँ कोही छैन फेरि